हेलो साथीहरु, के छ खबर? आज चाहिँ विश्वकर्मा पूजा रहेको छ। सबैले ह्यापी विश्वकर्मा पूजा। बिहानै उठेर नुहाइधुवाइ गरेर आफ्नो बुलेट बाइकको पनि पूजा गरियो। आजको मौसम पनि त्यसै रहेको छ, हल्का हल्का पानी पनि परिरहेको थियो। यस्तै छ आजको मौसम। आज बिहानको तरकारीमा बन्न गइरहेको छ आलु सोयाबिन र भेन्डीको स्पेशल तरकारी। सबैभन्दा पहिला प्याज भुट्नतिर लागियो, मजाले चलाउनतिर लागियो, अनि त्यसपछि आलु हाल्नतिर लागियो। अनि यो लसुन चाहिँ सुरुमै भुट्नु पर्ने थियो, अनि बिर्सेर अनि हाल्दिए अहिले। त्यसपछि आउँछ सोयाबिन र भेन्डीको पालो, मजाले हालेर चलाइन्छ। अनि त्यसपछि घरका मसला ससला नुनसुन सबै हालिदिने, मजाले चट्ट पारेर। अनि अर्कोतिर यता मै छान्ने तयारी भइरहेको छ है। अनि यता मै छान्नको लागि चट्ट पारेर नुन मसलाहरू पिसिन्छ। अनि यतातिर तरकारी पनि रेडी भइसकेको हुन्छ। मै छान्नको लागि यता बिन्दास पारमा जिरा धनिया फ्राइन्छ, अनि यो मसला पनि चट्ट पारेर हालिन्छ। मसला रेडी भइसकेपछि चट्ट ल्याएर त्यसलाई खन्याइन्छ, अनि च्वाइए पारेर फ्राई गर्नतिर लागिन्छ, अनि मजाले यसरी चलाइन्छ। यतिकैमा आज हाम्रो जानेको मै पनि रेडी भयो भैया। त्यसपछि लाग्छौँ हामी खाना खानेतिर। खाना चाहिँ एकदमै दामी मिठो भएको थियो।